तपाईहरुमध्ये कतिजनाले साँच्चै विश्वास गर्नुहुन्छ कि तपाईको सोच्ने तरिकाले तपाईको जीवनमा गहिरो प्रभाव पार्दछ कि तपाईका विचारहरूले तपाईको जीवन सिर्जना गर्दछ? तपाई विश्वास गर्नुहुन्छ? हो। त्यसोभए तपाईमध्ये कतिजना मानिसहरूले आज बिहान उठेर सचेत रूपमा आफ्नो भविष्य सिर्जना गर्न पहल गर्नुभयो त? तपाईलाई थाहा छ कि मानिसहरूले यस्तो नगर्नुका सबैभन्दा ठूला कारण मध्ये एक के हो? वास्तवमा तपाई विश्वास नै गर्नुहुन्न कि यो सत्य हो। यदि तपाईलाई वास्तवमै थाहा हुन्थ्यो कि यो पूर्ण रूपमा सत्य हो भने कि तपाई एक दिन पनि छुटाउनुहुन्थ्यो? हो कि होइन भन्नुहोस्? र के तपाई कहिले कुनै यस्तो विचारलाई आफ्नो चेतनामा आउन दिनुहुन्थ्यो जसको बारेमा तपाई सोच्न चाहनुहुन्न? तपाईको मस्तिष्क न्यूरोसाइन्स अनुसार तपाईले जीवनमा अनुभव गर्नुभएको हरेक कुरा प्रतिबिम्बित गर्न मिल्ने गरी संरचना गरिएको हुन्छ। तपाईको मस्तिष्क तपाईको वरपरको वातावरणको अभिलेख हो। यो तपाईको विगतको अभिलेख हो, एउटा आर्टिफ्याक्ट हो। यदि तपाईले यो विश्वास गर्नुहुन्छ भने भन्नुहोस् कि तपाईको वरपरको वातावरणले तपाईको सोचलाई नियन्त्रण गर्छ कि तपाईको सोचले तपाईको वातावरणलाई नियन्त्रण गर्छ? यदि तपाई बिहान उठ्नुहुन्छ र हिजो जसरी उठ्नुभयो ठिक त्यही छेउबाट ओछ्यानबाट निस्कनुहुन्छ, उही औँलाले घडीको अलार्म बन्द गर्नुहुन्छ, आफ्नो मनपर्ने चप्पल लगाएर बाथरुमतर्फ जानुहुन्छ, जसरी सधैँ गर्नुहुन्छ त्यही तरिकाले टोयलेट प्रयोग गर्नुहुन्छ, अनि ऐनामा हेरेर आफू को हो भनेर सम्झनुहुन्छ, अनि सावरमा जानुहुन्छ र उही तरिकाले नुहाउनुहुन्छ, अनि ग्रुमिङ गरेर आफूलाई अरूले कस्तो देख्ने गरेका छन् त्यस्तै देखाउनुहुन्छ, अनि तल झरेर आफ्नो मनपर्ने मगबाट कफी पिउनुहुन्छ, अनि अफिस पनि हिजोकै बाटो भएर जानुहुन्छ, उही मानिसहरू भेट्नुहुन्छ जसले उही इमोसनल बटन्स दबाउँछन्, अनि तपाईँ त्यही काम गर्नुहुन्छ जुन तपाईँलाई आउँछ, जुन तपाईँले कणसम्म मेमोराइज गर्नुभएको छ र तपाईँ त्यसमा एक्सपर्ट हुनुहुन्छ, अनि चाँडो घर फर्कनुहुन्छ ताकि चाँडै सोसल मिडिया स्क्रल गर्न सक्नुहोस्, अनि चाँडै सुत्न सक्नुहोस् ताकि भोलिपल्ट फेरि सबै कुरा उस्तै गर्न सक्नुहोस्। अब मेरो प्रश्न के हो भने के त्यो दिन तपाईको मस्तिष्कमा के परिवर्तन भयो? हामी भन्न सक्छौं तपाई उही विचारहरू सोच्दै हुनुहुन्थ्यो, उही क्रियाकलाप गर्दै हुनुहुन्थ्यो जसले उही एक्सपिरियन्सेस सिर्जना गरिरहेका थिए, जसले उही इमोसन्स ल्याउँथे, तर गुपचुप रूपमा तपाई आफ्नो जीवनमा केही परिवर्तनको आशा गर्दै हुनुहुन्थ्यो। तपाई यस कुरामा सहमत हुनुहुन्छ? तपाईको वरपरको वातावरणले तपाईको मस्तिष्कमा फरक सर्किट्स एक्टिभेट गर्दा गर्दा तपाई आफ्नो इन्भाइरोमेन्टको बराबरीमा सोच्न थाल्नुहुन्छ। जब तपाई एउटै समयमा उही मानिसहरू देख्नुहुन्छ, उही स्थानहरू जानुहुन्छ, उही कामहरू गर्नुहुन्छ, त्यो बाहिरी इन्भाइरोमेन्ट नै तपाईको मस्तिष्कमा त्यस्ता सर्किट्स एक्टिभेट गर्दैछ जसले गर्दा तपाई त्यही कुराहरू सोचिरहनुहुन्छ जुन तपाईलाई पहिले नै थाहा छ। र जबसम्म तपाई त्यही चीजहरू सोचिरहनुहुन्छ जुन तपाईलाई पहिल्यै थाहा छन् भने तपाईको मस्तिष्कले सूक्ष्म रूपमा के गर्दैछ? उही पुरानो जीवनशैली फेरि सिर्जना गर्दैछ। यतिखेर पनि क्वान्टम ल तपाईमा अझै लागू हुँदैछ। तपाई बस त्यही कुरा सोचिरहनुहुन्छ जुन तपाईलाई थाहा छ र फेरि त्यही चीजहरू सिर्जना गरिरहनुहुन्छ जुन पहिल्यैदेखि विद्यमान थिए। परिवर्तन गर्नु, साँच्चैको परिवर्तन गर्नु भनेको आफ्नो इन्भाइरोमेन्ट भन्दा माथि उठेर सोच्नु हो। र इतिहासले चिनेका सबै महान मानिसहरूले यो कुरा बुझेका थिए, चाहे त्यो विलियम वालेस होस्, महात्मा गान्धी होस्, मार्टिन लुथर किङ होस्, क्वीन एलिजाबेथ I होस् वा जोन अफ आर्क नै किन नहोस्, उनीहरूसँग एउटा भिजन थियो, एउटा आइडिया थियो। उनीहरूले त्यो न देख्न सक्थे, न सुङ्न सक्थे, न स्वाद लिन सक्थे, न स्पर्श नै गर्न सक्थे, तर त्यो आइडिया उनीहरूको मस्तिष्कमा जीवित थियो। त्यो उनीहरूको मस्तिष्कमा यति जीवित थियो कि उनीहरूलाई यस्तो लाग्थ्यो मानौ त्यो अहिले नै वास्तविकता भइसकेको छ। अब के तपाईँ आफ्नो आउनेवाला भविष्य यस्तो हुनेछ भनेर विश्वास गर्न सक्नुहुन्छ जुन तपाईले अहिले नै देख्नु भएको छैन वा तपाईका इन्द्रियहरूद्वारा अनुभव गर्नु भएको छैन, तर तपाईले त्यो कुरालाई यति धेरै पटक आफ्नो मस्तिष्कमा सोचिसक्नु भएको छ कि तपाईको मस्तिष्कले अब यस्तो मानेर कार्य गर्न थालिसक्यो मानौ त्यो घटना घटिसकेको छ। न्यूरोसाइन्सले भन्छ यो पूर्ण रूपमा सम्भव छ।
अब तपाईँको पर्सनालिटीले नै तपाईँको पर्सनल रियालिटी सृजना गर्छ। बस यही हो, यो यति सरल कुरा हो। र तपाईँ कसरी सोच्नुहुन्छ, कसरी व्यवहार गर्नुहुन्छ, तपाईँ कस्तो महसुस गर्नुहुन्छ भन्ने कुराबाट नै तपाईँको पर्सनालिटी बनेको हुन्छ। त्यसैले अहिले यहाँ बसिरहनु भएको तपाईँको वर्तमान पर्सनालिटीले तपाईँको वर्तमान पर्सनल रियालिटी अर्थात् तपाईँको जीवन सृजना गरेको हो। के तपाईँ यसमा सहमत हुनुहुन्छ? के तपाईँ यस कुरामा पनि सहमत हुनुहुन्छ कि यदि तपाईँ नयाँ पर्सनल रियालिटी सृजना गर्न चाहनुहुन्छ भने आधारभूत तहमा तपाईँले आफूले सोचिरहेका विचारहरू, तपाईँको बानी व्यवहार, तपाईँका भावना जुन तपाईँको आइडेन्टिटीको भाग बनिसकेको छ, ती सबलाई परिवर्तन गर्नैपर्छ। तर धेरै मानिसहरू नयाँ पर्सनल रियालिटी सृजना गर्न खोज्छन्, तर उही पुरानो पर्सनालिटीबाट त्यो कहिले सम्भव हुँदैन। हामी अर्कै व्यक्ति बन्न सक्नुपर्छ। त्यसैले यदि तपाईँ उही विचारहरू सोचिरहनुहुन्छ, उही क्रियाकलाप गर्दै हुनुहुन्छ र उही अनुभवहरू जिउँदै हुनुहुन्छ जसले उही भावहरू सिर्जना गर्छ, तब न्युरोसाइन्समा एउटा प्रिन्सिपल छ जसले भन्छ नर्भ सेल्स द्याट फायर टुगेदर वायर्ड टुगेदर। अर्थात् यदि तपाईँ बारम्बार उही माइन्ड र बडीको अवस्था दोहोऱ्याइरहनुहुन्छ भने तपाईँको मस्तिष्क उही क्रम, प्याटर्न र कम्बिनेसनमा फायर गर्न थाल्छ। र जब तपाईँले आफ्नो मस्तिष्कलाई कुनै निश्चित तरिकाले काम गराउनुहुन्छ त्यसलाई माइन्ड भनिन्छ। माइन्ड भनेको कार्यरत मस्तिष्क नै हो। त्यसैले जब तपाईँ हरेक दिन आफूलाई सम्झाइरहनुहुन्छ कि तपाईँ को हो भनेर, तपाईँ आफ्नो मस्तिष्कलाई त्यही पुरानै तरिकाले फायर गर्न बाध्य पारिरहनुहुन्छ। र जब त्यो फायरिङ प्याटर्न बारम्बार दोहोरिन्छ, समयको साथसाथै तपाईँको मस्तिष्क एउटा सीमित सिग्नेचरमा सेट हुन जान्छ र त्यसलाई तपाईँको पर्सनालिटी भनिन्छ। अब तपाईँको मस्तिष्कभित्रको त्यो बक्स जुन न्युरोलोजिकली सबभन्दा धेरै जोडिएको र साथमा फायर हुने प्रोग्राम्सहरूको समूह हो, जुन रिडन्डेन्सीका साथ चलिरहन्छ, किनभने हामी बारम्बार उही किसिमका कार्यहरू गरिरहन्छौँ। त्यसैले तपाईँको माइन्ड परिवर्तन गर्नु भनेको मस्तिष्कलाई नयाँ सिक्वेन्स, नयाँ प्याटर्न र नयाँ कम्बिनेसनमा काम गराउने हो, ताकि मस्तिष्कले फरक तरिकाले काम गर्न थालोस्। र यसो गर्न मस्तिष्कलाई आवश्यक एउटा मात्र तत्त्व हो, नलेज वा इन्फर्मेसन। किनभने तपाईँले जति बेला केही नयाँ कुरा सिक्नुहुन्छ, तपाईँको मस्तिष्कमा नयाँ कनेक्सन बन्न थाल्छ। त्यो नै सिकाइ हो। लर्निङ भनेको नयाँ कनेक्सन्स बनाउनु हो, रिमेम्बरिङ भनेको ती कनेक्सन्सलाई कायम राख्नु हो। अब तपाईँ जति बेला सोच्नुहुन्छ तपाईँले एउटा केमिकल बनाउनुहुन्छ। यदि तपाईँको विचार पोजिटिभ, अनलिमिटेड, जोयफुल छ भने तपाईँले मस्तिष्कको एक विशेष सर्किट एक्टिभेट गर्नुहुन्छ जुन विशिष्ट सिक्वेन्स, प्याटर्न र कम्बिनेसनमा फायर हुन्छ, जसको प्रभावले माइन्डको यस्तो स्तर सृजना गर्छ जसले मस्तिष्कको त्यस्तो भाग एक्टिभेट गर्छ जसले ती सकारात्मक विचार जस्तै महसुस गर्न सक्ने केमिकल बनाउँछ। तर यदि तपाईँको विचार नेगेटिभ छ, अनह्याप्पी छ, सेल्फ डेप्रिकेटिङ छ भने तपाईँ मस्तिष्कको अर्कै सर्किट एक्टिभेट गर्नुहुन्छ, फरक कम्बिनेसन, फरक सिक्वेन्स, फरक प्याटर्न, जसले फरक माइन्डको स्तर सृजना गर्छ र मस्तिष्कले अर्कै प्रकारको केमिकल उत्पादन गर्छ जसले तपाईँको शरीरलाई सिग्नल गर्छ ताकि तपाईँले ठिक त्यस्तै महसुस गर्नुहोस् जसरी तपाईँ सोचिरहनु भएको थियो, नेगेटिभ, अनह्याप्पी, अनवर्दी। त्यसैले जब तपाईँले आफूले सोचिरहेको जस्तै महसुस गर्न थाल्नुहुन्छ, किनभने मस्तिष्क निरन्तर शरीरसँग संवादमा हुन्छ, तपाईँ आफूले महसुस गरिरहनु भएको जस्तै सोच्न थाल्नुहुन्छ, जसले फेरि त्यस्तै भावना महसुस गराउन थप केमिकल्स बनाउँछ र त्यसपछि तपाईँ फेरि त्यही कुरा सोच्न थाल्नुहुन्छ, फेरि त्यही महसुस हुन्छ, फेरि त्यही सोच, फेरि त्यही महसुस र केही मानिसहरूले यो चक्र 20 वर्ष, 30 वर्ष, 40 वर्षसम्म चलाइरहेका हुन्छन्। विचारहरू मस्तिष्कको भाषा हुन्, भावना शरीरको भाषा हो र मानिसहरू जब थिङ्किङ र फिलिङ र थिङ्किङको चक्रमा फस्छन्, उनीहरूले आफ्नो होसपूर्ण मन र शरीरलाई पनि त्यो भावना सम्झिन सिकाउँछन्। र जति बेला शरीर र मस्तिष्क दुवैलाई थाहा हुन्छ त्यसलाई ह्याबिट भनिन्छ। ह्याबिट भनेको तपाईँको शरीर नै माइन्ड बनिसकेको अवस्था हो।
अब जब तपाईँ 35 वर्षको हुनुहुन्छ, तपाईँको 95% हु यु आर भनेको तपाईँले मेमोराइज गरेका व्यवहार, भावनात्मक प्रतिक्रियाहरू, विश्वासहरू, पर्सेप्सन्स, एटिट्युड्सको समूह हो जुन एउटा कम्प्युटर प्रोग्राम जस्तै चल्छ। अब तपाईँको 5% चेतना मन 95% याद गरेको प्रोग्रामसँग लड्न थाल्छ। व्यक्ति पोजिटिभ सोच्न चाहन्छ तर नकारात्मक महसुस गर्छ। ऊ आफ्नो ड्रिम बोर्ड बनाउन चाहन्छ, आफ्नो भविष्यको जीवन भिजुअलाइज गर्न चाहन्छ तर आफूलाई अनवर्दी महसुस गर्छ। त्यो हो माइन्ड र बडीको अपोजिसन। हामीले आफ्नो शरीरलाई नयाँ माइन्ड अनुसार फेरि कन्डिसन गर्नुपर्छ। यहाँ तपाईँहरूमध्ये कतिजना मानिसहरू हुनुहुन्छ जसले सफरिङ मेमोराइज गरेको छ? त्यो जुनसुकै व्यक्ति हुनसक्छ। तपाईँ त्यो व्यक्तिलाई सोध्नुहुन्छ, मैले तिमीलाई दिएको किताब पढ्यौ? उनी भन्छन्, छैन। मैले दिएको DVD हेऱ्यौ? ओहो, छैन। हामी डिनर गर्दै स्ट्यान्डअप कमेडी हेर्न गइरहेका छौँ, त्यसपछि नदी किनारामा हिँड्ने योजना छ, आउँछौ? नाइ। मानौ उनीहरू यो के भन्दैछन् कि म यस न्युरोकेमिकल अर्डरमा अडिक्ट छु र कुनै व्यक्ति, कुनै कुरा, कुनै अनुभवले मलाई यो अवस्थाबाट हटाउन सक्दैन। हामीसँग उच्च स्तरको ब्रेन छ जसले हामीलाई नयाँ स्टेट अफ बिइङमा प्रवेश गर्न सक्षम बनाउँछ र त्यो क्वान्टम फिल्ड, युनिभर्सल माइन्ड, तपाईँ जे नाम दिन चाहनुहुन्छ दिनुहोस्, त्यसले तपाईँ वास्तवमा को हुनुहुन्छ त्यसको प्रतिक्रिया दिन्छ। तपाईँ के सोचिरहनु भएको छ वा के महसुस गरिरहनु भएको छ त्यसको होइन, तर संयुक्त रूपमा तपाईँ कसरी सोचिरहनु भएको छ र कसरी महसुस गरिरहनु भएको छ त्यो कम्बिनेसनलाई स्टेट अफ बिइङ भनिन्छ, त्यसको प्रतिक्रिया दिन्छ। धेरै जसो मानिसहरू साँच्चीकै परिवर्तन हुनका लागि कुनै क्राइसिस, ट्रमा, डिजिज, लस वा डायग्नोसिसलाई कुर्छन्। उनीहरूले त्यस्तो अवस्थालाई कुर्छन् जुन बिन्दुमा पुग्दा इगो यति तल झर्छ कि अब उनीहरू पुरानै तरिकाले अगाडि जानै सक्दैनन्। त्यस बेला मात्र हामी हेर्न थाल्छौँ हामी कसरी सोचिरहेका छौँ, के विश्वास गरिरहेका छौँ, हामी कसरी व्यवहार गरिरहेका छौँ, हाम्रो एटिट्युड कस्तो छ, वा हामी कुन भावका साथ बाँचिरहेका छौँ। यसमा मेरो सन्देश किन कुर्ने? हामी पीडा र दुःखको अवस्थाबाट पनि सिक्न र परिवर्तन हुन सक्छौँ तथा खुसी र प्रेरणादायी अवस्थाबाट पनि सिक्न र परिवर्तन हुन सक्छौँ। अब सायद तपाईँ जान्न चाहनुहुन्छ, त्यसो भए यो प्रक्रियाको सबैभन्दा कठिन पाटो के हो? तपाईँ जान्न तयार हुनुहुन्छ? यस मार्गमा सबैभन्दा कठिन कुरा भनेको नै यसका लागि समय निकाल्न सक्नु हो। त्यही हो, बस त्यही हो। आफ्नो अमूल्य व्यक्तित्वका लागि समय निकाल्नु।